आज हामी नेपालको सम्बन्ध विच्छेद सम्बन्धी कानूनका केही महत्त्वपूर्ण अंशहरूमा अलि गहिरिएर हेर्दैछौँ। हामीसँग यो सम्बन्ध विच्छेद कानूनकै केही अंशहरू छन् जसले चाहिँ केही डिभोर्सका आधारहरू के हुन् भनेर प्रश्न पार्छन्। हो, आजको हाम्रो उद्देश्य भनेको यी कानूनी कुराहरूलाई अलिक सरल पारेर बुझ्ने हो। एकदमै कानूनको भाषा अलि अप्ठ्यारो हुन सक्छ सबैलाई। हो नि, ल सबभन्दा सजिलो अवस्थाबाट सुरु गरौँ न त। कानूनले के भन्छ भने यदि श्रीमान र श्रीमती दुवैजना राजी छन् भने उनीहरूले जहिले पनि सम्बन्ध विच्छेद गर्न सक्छन्। त्यो आपसी सहमतिको कुरा भयो। र चाखलाग्दो कुरा के छ भने दुवै सहमत भयो भने त त्यो सम्बन्धित जिल्ला अदालतमा गएर एकै दिनमा पनि यो काम सकिन्छ रे। हो, एकदम त्यो एकदमै छिटो र झन्झट नहुने बाटो भयो। आपसी सहमति नै सबभन्दा सहज बाटो हो। तर यदि एक पक्ष मात्र सम्बन्ध विच्छेद चाहन्छ भने चाहिँ के हुन्छ त? हो, त्यहाँनिर चाहिँ अलि फरक छ। जब एक पक्ष मात्र चाहन्छ तब कानूनले केही खास आधारहरू तोकेको छ, ती आधार पूरा हुनुपर्छ। हो, त्यही आधारहरूमा अब कुरा गरौँ। पहिले श्रीमानले डिभोर्स माग्न सक्ने अवस्थाहरू हेरौँ न त। हुन्छ। कानूनले केही स्पष्ट अवस्थाहरू दिएको छ, जस्तो कि श्रीमती श्रीमानको सहमति बिना नै लगातार 3 वर्ष वा त्योभन्दा बढी समयदेखि छुट्टै बसेमा। तर यसमा एउटा सानो अपवाद पनि छ है। हो, त्यो महत्त्वपूर्ण छ। यदि पहिले नै कानूनी रूपमा अंश लिएर वा मानो चामल लिएर छुटिएको हो भने चाहिँ यो आधार लाग्दैन। भनेपछि कानूनी प्रक्रिया पुर्याएर छुटिएको छ भने त्यो बेग्लै कुरा भयो। हो, त्यो अपवादले के देखाउँछ भने कानूनले जानी जानी गरिएको परित्याग, मतलब एक पक्षले अर्कोलाई छोडेर हिँड्ने अवस्था र आपसी सहमतिमा भएको कानूनी छुट्टिनुलाई फरक मानेको छ। त्यो सहमति बिना भन्ने शब्दले नै एकतर्फी रूपमा सम्बन्ध छोडेको अवस्थालाई जोड दिएको छ। ठिक हो। अनि अरू आधारहरू पनि छन् नि श्रीमानका लागि? छन् नि। जस्तै श्रीमतीले श्रीमानलाई खाना लगाउन नदिएमा अथवा घरबाटै निकाला गरिदिएमा, यो भनेको चाहिँ आधारभूत आवश्यकता पूरा नगरेको अवस्था होला, हैन? हो, त्यो एक किसिमको व्यवस्था वा परित्याग नै भयो। अनि तेस्रो, यो अलि गम्भीर सुनिन्छ, श्रीमतीले श्रीमानको अङ्गभङ्ग हुने वा अन्य कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेमा। जाल प्रपञ्च। यो जाल प्रपञ्च भनेको कस्तो होला? त्यो भनेको खै षड्यन्त्र गर्ने, धोका दिने, कुनै किसिमको ठगी गर्ने काम भन्ने बुझिन्छ। शारीरिक वा मानसिक कष्ट भन्ने कुराले त झन् घरेलु हिंसा, दुर्व्यवहार जस्ता गम्भीर कुराहरूलाई समेट्न खोजेको देखियो। यी आधारहरूले श्रीमानलाई पनि श्रीमतीबाट हुन सक्ने यस्ता दुर्व्यवहार विरुद्ध कानूनी उपचार दिएको प्रश्न छ। अब लागौं श्रीमतीले श्रीमानको सहमति बिना सम्बन्ध विच्छेद माग्न सक्ने आधारहरूतर्फ। हुन्छ। यहाँ चाहिँ रोचक कुरा के छ भने पहिलो 3वटा आधारहरू त ठ्याक्कै उस्तै रहेछन्। हो, उस्तै नै छन्। जस्तो श्रीमान श्रीमतीको सहमति बिना लगातार 3 वर्ष वा बढी अलग बसेमा त्यो अंश वा मानो छुटिएको अपवाद त छँदैछ। अनि श्रीमानले खाना लाउन नदिएमा वा घर निकाला गरेमा। र तेस्रो, श्रीमानले श्रीमतीको अङ्गभङ्ग हुने वा गम्भीर शारीरिक मानसिक कष्ट दिने काम वा त्यही जाल प्रपञ्च गरेमा। बिल्कुल। यो समानताले के देखाउँछ भने कानूनले लैङ्गिक समानताको प्रयास गरेको छ। दुवै पक्षलाई, चाहे श्रीमान होस् वा श्रीमती, परित्याग, व्यवस्था र दुर्व्यवहारको आधारमा सम्बन्ध अन्त्य गर्ने अधिकार दिएको छ। तर श्रीमतीको लागि एउटा थप आधार छ जुन श्रीमानलाई छैन, हैन त? हो, त्यो एकदमै महत्त्वपूर्ण आधार हो। त्यो हो यदि श्रीमानले अर्को विवाह गरेमा। यो आधार श्रीमतीलाई मात्र उपलब्ध छ। यसको पछाडि केही खास कारण होला नि? अवश्य। यसले स्पष्ट रूपमा बहुविवाहलाई निरुत्साहित गर्न खोजेको देखिन्छ र यदि श्रीमानले अर्को विवाह गरिहालेमा पहिलो श्रीमतीलाई त्यो सम्बन्धबाट सहजै बाहिरिने कानूनी बाटो दिन खोजेको हो। भनेपछि यो एक किसिमको महिला संरक्षणको उपाय भयो? हो, तत्कालीन सामाजिक अवस्था र महिलाको हितलाई ध्यानमा राखेर यो व्यवस्था गरिएको मान्न सकिन्छ। त्यसो भए सरसर्ती हेर्दा नेपालको कानूनले सम्बन्ध विच्छेदका लागि मूलतः 2वटा बाटा देखाएको जस्तो लाग्यो मलाई। कस्तो? एउटा त आपसी सहमतिको बाटो जुन एकदमै छिटो र सरल छ। अनि यदि सहमति भएन भने दुवै पक्षका लागि परित्याग, व्यवस्था वा दुर्व्यवहार जस्ता अलिक गम्भीर र सायद प्रमाणित गर्नुपर्ने खालका आधारहरू। हो।
र थप रूपमा श्रीमतीका लागि चाहिँ श्रीमानले बहुविवाह गर्नु पनि एउटा विशेष आधार बनेको रहेछ। बिल्कुल, सारमा कुरा यही हो। कानूनले यी व्यवस्थाहरू गरेको छ। तर यसले एउटा गम्भीर व्यावहारिक प्रश्न पनि उब्जाउँछ नि, होइन र? कस्तो प्रश्न? कानूनमा यी आधारहरू लेखिनु त एउटा कुरा भयो, तर अदालतमा यिनलाई प्रमाणित गर्नु कतिको सहज वा कति जटिल होला। हो नि। जस्तो खाना लगाउन नदिएको वा मानसिक कष्ट दिएको वा अझ जाल प्रपञ्च गरेको जस्ता कुराहरूलाई ठोस प्रमाणले कसरी पुष्टि गर्ने होला अदालतमा? त्यो त निकै विचार गर्नुपर्ने कुरा हो, यो चाहिँ कानूनको कार्यान्वयन पक्षको एउटा महत्त्वपूर्ण र सायद चुनौतीपूर्ण पाटो हो। प्रमाण कसरी जुटाउने, कसरी पेश गर्ने भन्ने कुराले नै मुद्दाको परिणाममा ठूलो फरक पार्छ। त्यही त, कानून बन्नु र त्यसको सही कार्यान्वयन हुनुमा धेरै फरक छ। यो विषयमा पछि फेरि छलफल गर्नु पर्ला। अवश्य।